Make some noise for. सो हे गाइज गुड मर्निङ वेलकम ब्याक टु माई च्यानल। सो फेरि पनि स्वागत छ तपाईँलाई मेरो नेक्स्ट ब्लगमा। सो आज चाहिँ नयाँ साल, सो सबैजनालाई शुभकामना है नयाँ सालको। सो आज चाहिँ म कहाँ जान लागेको छु भने चाहिँ हात्तीखाल जान लागेको छु, जसपुरदेखि अलि पर होइन। मलाई पनि थाहा छैन, म गएको छैन, फर्स्ट टाइममा जाँदैछु। अनि प्यासेन्जर चाहिँ गनाखोलाबाट लर जाने धेरै जस्तो त्यहीबाट आउँछ रिजर्भ होइन। गनाखोलाबाट हिजो चाहिँ पानी आएको छ, बाटो के कस्तो छ थाहा छैन। दिउँसो चाहिँ गएको थिएँ, हल्का राम्रो थियो होइन। अहिले पनि पानी पर्ला जस्तो छ, त्यही पनि जानु पऱ्यो के कस्तो हो बाटो होइन, थाहा छैन। सो भिडियो चाहिँ लास्ट एन्डसम्म हेरिदिनु होला। आज चाहिँ नयाँ सालको दिन, सो सबैजना कहाँ के घुम्न जानुहुन्छ होइन। सो राम्रोसँग घुम्नुहोस्, राम्रोसँग भिडियो बनाउनु, राम्रोसँग फोटो खिच्नु होइन। अनि मेरो भिडियोलाई पनि सपोर्ट गरिदिनु। आजदेखि चाहिँ 2082 1 महिना 1 गते। आजको मौसम चाहिँ यस्तो छ होइन। दिउँसोबाट कतिखेरबाट चाहिँ पानी पर्छ कसैलाई पनि थाहा छैन। यो 81 आउने चिज हो कि कसैलाई पनि थाहा हुँदैन कि 81 आयो भने त भ्याइयो कि यस्तो छ पुरै। अहिले एकैछिनमा घाम देखाएको छ, अहिले एकैछिनमा सुहा हुन्छ, कालो बादल देखिन्छ। सो अब चाहिँ म तेल हाल्न जान्छु, त्यसपछि उता जान्छु है त। सो त्यही भएर चाहिँ अहिले चाहिँ म भालक जान लागेको छु खाली तेल हाल्नलाई। फेरि खाली आउने हो, त्यहाँ जाने हो, मान्छे लिएर आउने हो, त्यसपछि चाहिँ बल्ल हात्तीखाल जाने हो। नयाँ सालको शुभकामना। उसको ल्याइदिएछ के कहाँ अहिले कहाँबाट? म त यहीँबाट फर्किने हो कि तेल हाल्न आउनु त। कहाँ आउँछ माधव दाईको? र म चाहिँ तेल हाल्न आएको थिएँ यहाँ होइन। कलाएर अब चाहिँ तेल हालेर चाहिँ पुल्चोक जान्छु, त्यो माधव दाईको सामान ल्याइदिन। त्यसपछि चाहिँ हात्तीखाल गएँ। ओके खोलामा यो भारू चल्छ नि होइन। 900 हाल्नु, 900 खैदिनु। यसको ट्याङ्की कति सानो हुन्छ कि यार। भारू चाहियो बाजे? अझै भारू चाहियो? नक्ली होइन नि, असली हो हाम्रो साउ। आजबाट युट्युबमा आयो नि भने सुबह पता नहीं किसका मुंह देख के आया हूँ। ढक्कन कहाँ रहा है यार? ट्याङ्की पनि फुल भएन यार, थैट यार तेल डालेगा यार। म चाहिँ यहाँ आइपुग्न लागेको छु होइन। पछाडि चाहिँ एउटा बाइक आएको छ, त्यसलाई चाहिँ म थाहा छैन। ठुलो भाइ त अघि नै यो अगाडि गइसक्छ। हिलो छ के हिलो खाने कि धुलो खाने? चले जाओ रे, क्या कर रहे हो रे? सो आज चाहिँ दिनको चाहिँ भालुङमा होटलको ओपनिङ थियो होइन। म चाहिँ भ्याउँदैन जस्तो लाग्छ यार, खै के हुन्छ ढिलो चाँडो भए पनि बाटो गाइस, बाटो बर्खा लाग्यो जस्तो छ यार होइन। क्लियर चाहिँ फुल क्लियर छ क्या आज चाहिँ मौसम होइन। क्लियर हिजो पनि यस्तो थियो, आज पनि यस्तै नै छ कि। गनाखोला हेरौँ न एकचोटि, यहाँबाट कस्तो खतरा देखिन्छ क्या, बब्बाल देखिन्छ, बब्बाल होइन। त्यहाँ एउटा गाडी बिग्रियो क्या, त्यत्रो मैले मोबाइलमा भ्लग बनाउनु थाल्थेँ, त्यत्रो बनाएको थिएँ यार। बाटोको हालत यस्तो छ, तानियो कि नै गाडीले थाहा छैन। उही नि डढाएर बाइक त्यहीँ राखेर आउनु लाग्छ, कपडा राखेर।
अटो चाहिँ गाह्रै छ यहाँ चाहिँ गाडी चाहिँ लास्टै लड्क्या रहेछ कि धान रोप्ने जस्तो भएको छ त यार बाफरे अहिले हाम्रो गाडी आउँछ कि नै थाहा छैन यस्तो छ बाटो अनि यहाँ तान्दैन तिमीलाई झार्ने सबलाई झार्ने अहिले गइन्छ नि लड्दै फड्दै के लड्दैन अहिले आउने बेला नि फेरि कसलाई दिन्छ ए लड्केको गाडी लौ यो हो हाम्रो अफ रोड खत्रै अहिले आउने बेला के रे आउने हो गयो के रे नाच्यो आफै सरी राख नि त्यही त है बाइक कस्तो गर्थ्यो होला इम्पोसिबल होइन यहाँ लोला लिएर चापिदिनु पर्ने कि यार अनि यो पहिला ग्राइडीले थियो माथिबाट घर पकाएर माटो लिएर चढेको कि काकालाई छोरा लिन होइन ट्याक्कु उसमा के रे बित्नु भयो त बोइ यार ओके यत्ने घर हो सो गाइज म चाहिँ यहाँ घनावाला आइपुगेँ होइन मान्छे चाहिँ त्यहाँ पारिबाट आउने हो होइन पाँचजनाले गडक 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 गर्दै आउँछ अहिले त्यो चाहिँ सो गाइज फाइनली महिला मण्डलको सभा हुँदै हुनुहुन्छ है अहिले त उकालो कस्तो हालत नि मलाई सोच्दै हाँसो लगाइरहेको छ होइन त्यहाँ चाहिँ चारजना आउनु भएको छ एकजना को रहेछ त यार हो त्यहाँहरू हो जाने होइन एकजना अझै को हुनुहुन्छ भन्नुभएको थियो कम आज भ्लगमा सबलाई ल्याउने हो कि माटोको महिला मण्डल यार नयाँ वर्ष हो नि त अब जोस जागर उठ्यो अब यहाँ कुचु कुचु होता आयो के यहाँबाट खडा करके होइन अलिकति सिरिङ चाहिँ हुन्छ कि जस्ट आउँदै हुनुहुन्छ होइन सबैजना आउनुहोस् स्वागत छ तपाईँलाई घुम्न जाने हो कि बस्न जाने हो कि थाहै छैन यार 2 hours later. भयङ्कर छ त यार गुफा त बहु यत्रै हो यत्रै रहेछ यार कालो छ पुरै यो चाहिँ पुटा दरबारको माथि मन्दिर छ तल चाहिँ गुफा पनि रहेछ पहिला पनि आएको थाहा भएन सानो रहेछ यार यहाँ त यता छ र डर लाग्छ यार एक्लै जान क्या है इधर उज्यालो छ यी आउनु के खतरा त छ क्या प्यारिस हुन्छ यहाँ त ठुलै छ के 10 जना मान्छे उठाउनु जस्तो उता नि छ गुफा जाऊँ उता नै हेरौँ माथि छ के कस्तो छ यहाँ भित्रैसम्म छ हो र होइन खै कहाँ त यहाँसम्म छैन यता यहाँबाट चाहिँ यस्तो रहेछ कि आउनु खै देख्यो कि के यहाँ त सुतेर जानुपर्छ
यहाँ पहिला यहाँ आउनु भित्र यस्तो छ कि उहाँ को जान्छ त्यहाँ अब चाहिँ माथि जाम हेर्नलाई त्यसपछि कता जाने दिदी त पक्का भाइरल हो क्या अब त उतातिर गएर बनाउनु पर्छ यहाँ डाँडामा आएर बनाउनु भए माथि आएर देखिन्छ क्या खतरा सिन्जम मन्दिरबाट दिदीलाई भाइरल भन्नु तिनीहरू उहाँ टिकटक बनाउनु दिदी भाइरल हो कि क्या दामी देखिन्छ कि यता ऊ यतातिर डाँडाहरू होइन अन्त सब ठाउँ गएर भ्याइयो अब उयो र उता पारिको डाँडामा जान मात्रै बाँकी छ ऊ त्यहाँ माथि क्या दामी छ कि न हामी अस्ति नै यहाँ भयो 1 वर्ष भयो कि यहाँ आएको साँझमा आएको थियौँ यो घाम ठ्याक्कै मुमा पुगेको थियो दामी आएको थियो सिन यहाँ अहिले त के हो नयाँ सालको दिन नयाँ ठाउँ दिदीलाई फोटो खिच्न भनेको जान्दै जान्नु भयो हाडेर पाडे फोटो खिचिदिनु हुन्छ त दरबार दामी छ ठाउँ होइन त्यहाँ ढिकमा के टिकटकले भ्याउँछ कि आजकलको जमाना होइन दिदीको पाला आन्न फोटो खिच्न जाम के जाम अझै यहाँ हो उहाँ माथिबाट गोष्ठीहरू आउँदैछन् गाइजहरू हो तँ उकालो छ यार सासै बढ्यो अब आउँछ कि नै यो ठाउँमा बसेर खाएर त्यो छोडेको चोकुट मान्छे केमा बनाउने त प्याज वाली प्याज भन्नु अरे के प्याज वाली तिमीले चाउच भन प्याज वाली झोल वाली ग्लास वाली भनौ के तिमीले चिज भन अरु यताबाट गर्दै के यता यताबाट यताबाट गर के घाम कताबाट आछ त्यताबाट गर अनि घाम जता जान्छ त्यतै जाने गरे म अब खान सुरु गरे ल त कति राम्रो आहा थोरैबाट होइन धेरैबाट सुरु गरौँ ल त कता गाइज हाम्रो पानी यहाँ भोरेको नि थाहा नपा यो स्पेशल पानी ओ त्यहाँले भन्नुभएछ अनि यता पोल्ट्यो भने टोल्ट्यो अलि जुत्ता टोल्ट्यो लोटेर मान्छे त नै जुत्ता
अनि म त जान्न म त उसको कन्ट्रोल पल्टाइदिएर जान्छु बोतलदेखि तेरो काम छैन हो नि त अब त घर भन्दा परै खान थालिस् हाम्रो यस्तै छ पारा दुश्मन हेरेको हेरै दुश्मन हेरे Cheers. नपिसके खै त दिलले तारा देखेन नि के गरेको थियो हिँड्नु तर भने जस्तो चटपटी राखेन नि होइन निकाल का छैन के फाइनली गाइस म चाहिँ गनाखोला आइसकेँ आएर पनि दिदीहरूलाई छोडिसकेँ पेमेन्ट पनि भइसक्यो अब चाहिँ यहाँबाट म जान्छु होइन सो फेरि भेटौँला यस्तै ब्लगमा यदि नयाँ आउनु जल्दी सब्सक्राइब गर्ने भिडियो अलिकति राम्रो भएको छैन त्यसमा म सरी भन्छु सो फेरि भेटौँला यस्तै ब्लगमा बाई बाई लभ यु